कल्पना गर्नुहोस्, तपाईँ तातो घाममा पर्याप्त आराम, पानी वा उपचार बिना काम गर्दै हुनुहुन्छ। वैदेशिक रोजगारमा गएका हजारौं श्रमिकहरूका लागि यो केवल कल्पना मात्र होइन, दैनिक वास्तविकता हो। सम्पत्ति कमाउने आशामा विदेश जाने धेरैजना स्वदेश फर्किँदा आफ्नो स्वास्थ्य बिगारेर फर्किन्छन्। आज हामी वैदेशिक रोजगारबाट फर्किएका प्रवासी कामदारहरूले भोगिरहेका स्वास्थ्य सङ्कटबारे कुरा गर्नेछौँ। मानसिक स्वास्थ्य समस्यादेखि बाँझोपन र रहस्यमय मृगौला रोगसम्म यी सबै विषयहरूमा जनस्वास्थ्यको दृष्टिकोणले राष्ट्रको ध्यान आकर्षण हुनु आजको आवश्यकता हो। वैदेशिक रोजगारीले लाखौं नेपाली युवाहरूलाई रोजगारको अवसरहरू प्रदान गर्दछ। आधाभन्दा बढी नेपाली घर परिवारमा कम्तीमा एक सदस्य विदेशमा काम गरिरहेका छन्। उनीहरूले पठाएका रेमिटेन्सले धेरै घरहरूको जीवनस्तरमा सुधार ल्याएको छ। 2023मा नेपाली प्रवासीहरूले पठाएको 11 अर्ब अमेरिकी डलर बराबरको रेमिटेन्स राष्ट्रको जीडीपीको 26% हिस्सा ओगटेको थियो। दैनिक 1700 भन्दा बढी नेपाली युवा रोजगारीको खोजीमा विदेश गइरहेका छन्। कुल जनसङ्ख्याको करिब 14% नेपालीहरू विदेशमा श्रम गरिरहेका छन्, मुख्यतया मलेसिया र खाडी मुलुक र भारतमा। यी श्रमिकहरू अहिले थुप्रै स्वास्थ्य समस्याहरू लिएर स्वदेश फर्किरहेका छन्। संयुक्त राष्ट्र सङ्घको दिगो विकास लक्ष्यले आप्रवासनलाई विकासको महत्त्वपूर्ण उत्प्रेरक मानेको छ र यसले प्रवासीहरूको स्वास्थ्य, सुरक्षा र मानव अधिकारमा सुधार ल्याउने स्पष्ट सन्देश दिएको छ। रोजगारीका लागि आप्रवासन गर्दा मानिसले नयाँ भाषा, नयाँ संस्कृति र कठोर कार्य वातावरणको सामना गर्नुपर्छ। पारिवारिक तथा सामाजिक सञ्जालबाट टाढा हुँदा एक्लोपन र निराशाको भावना अझ बढ्न जान्छ, जसले मानसिक तनाव, चिन्ता र आत्महत्यासम्मको दर बढ्न जान्छ। सन् 2018मा विदेशमा मृत्यु भएका 801 प्रवासीहरूमध्ये 132 जनाले आत्महत्या गरेका थिए भने 2019मा 111 जनाले आत्महत्या गरे। निर्माण स्थलमा हुने दुर्घटना, हिट स्ट्रोक र दैनिक चोटपटकहरू आम हुन्छन्। करिब 20% श्रमिकहरूले कार्यस्थलमा दुर्घटना अनुभव गर्दछन्। नेपाल सरकारको प्रतिवेदन अनुसार सन् 2009 देखि 2019सम्म 7467 जना नेपाली कामदारहरूको विदेशमा मृत्यु भएको थियो। तीमध्ये 40% मृत्युहरू प्राकृतिक वा अज्ञात कारणले भए भन्ने कुरा अस्पष्ट छ, किनभने अधिकांश युवा युवतीहरू स्वस्थ अवस्थामा विदेश गएका थिए। नेपाली प्रवासी कामदारहरूमा अचानक अप्रत्याशित मृत्यु, सडन अनएक्सपेक्टेड डेथ वा असाध्यै उच्च दरले चिकित्सकहरू अचम्बित छन्, जुन मलेसियामा मात्र होइन, कतार, युएई र अन्य खाडी देशहरूमा पनि देखिन्छ। नेपाल सरकारले 2018मा मलेसियामा भएको उच्च मृत्यु र दुर्घटनाका कारण अस्थायी रूपमा आप्रवासनलाई प्रतिबन्ध पनि लगाएको थियो। अर्को चिन्ताजनक कुरा, विदेशबाट फर्किएकाहरूमा उच्च सङ्ख्यामा मृगौलाको रोग देखिन्छ। उच्च रक्तचाप र मधुमेह जस्ता परम्परागत कारण बिना मृगौलाको दीर्घ रोगको कारण रहस्यमय छ। मेजो अमेरिकन नेफ्रोप्याथी एक घातक मृगौला रोग हो, जुन पहिलो पटक सेन्ट्रल अमेरिकामा पहिचान गरिएको थियो। यो प्राय गर्मी ठाउँमा काम गर्ने युवा कृषकहरूमा देखिन्छ। यस्तै प्रकारको मृगौला रोग हाल खाडी र दक्षिण पूर्व एसियाबाट फर्किएका नेपाली श्रमिकहरूमा पनि देखिएको छ। ती मानिसहरू लामो समयसम्म अत्याधिक गर्मीमा पानी नपिई आराम नगरी काम गर्दछन्, दैनिक पेनकिलर सेवन गर्छन्, सल्भेन्ट र हेभी मेटल जस्ता विषालु रसायनहरूसँग सम्पर्क र लामो समयदेखिको व्यवस्था गरिएको प्रोटिनुरिया पनि यसमा भूमिका खेल्छन्। यी बिरामीहरू अन्ततः डायलाइसिसमा निर्भर हुन्छन्, जसले परिवार र राष्ट्रको लागि आर्थिक भारको साथै उत्पादनशील जनशक्तिको अभाव पनि निम्त्याउँछ। त्यसैले मृगौलाको नियमित परीक्षण र सुरुवाती चरणको पिसाबमा देखिने प्रोटिनलाई बेवास्ता नगरौँ। लामो समयसम्मको गर्मीको असरले बाँझोपन समेत बढ्दो रूपमा देखिन्छ। पूर्व नेपालमा गरिएको एक अध्ययनमा बाँझोपन भएका पुरुषहरूमध्ये लगभग आधी जति खाडीबाट फर्किएका थिए। पुरुषको अण्डाकोष शरीर बाहिरको भागमा हुन्छ ताकि चिसो रहन सकोस्, जसले शुक्राणु उत्पादनका लागि महत्त्वपूर्ण भूमिका खेल्छ। गर्मीको लामो सम्पर्कले शुक्राणुको सङ्ख्या र गुणस्तर दुवै घटाउँछ, तर अधिकांश खाडी राष्ट्रहरूमा मजदुर सुरक्षाका लागि दिउँसोको समयमा कार्य प्रतिबन्धहरू भने छैनन्। कानुनी रूपमा नेपालमा वैदेशिक रोजगार ऐन 2064 अनुसार स्वास्थ्य परीक्षण र बीमा सुविधाको प्रावधान छ।
नेपाल र गन्तव्य देशहरूबीच गरिएको द्विपक्षीय सम्झौताहरूमा श्रमिक स्वास्थ्य र सुरक्षा सम्बन्धी बाध्यकारी प्रावधानहरू भने प्राय हुँदैनन्। नेपालको संविधानले स्वास्थ्यलाई मौलिक अधिकारका रूपमा व्याख्या गर्दै सबै नागरिकहरूलाई निशुल्क प्राथमिक स्वास्थ्य सेवा दिने लक्ष्य राखेको छ। स्वस्थ र सक्षम जनशक्तिले उच्च उत्पादनशीलता, स्वास्थ्य सेवा लागतमा स्थिरता र देशले प्राप्त गर्ने रेमिटेन्सको स्थायित्व सुनिश्चित गर्दछ। त्यसैले प्रवासी श्रमिकको स्वास्थ्यलाई प्राथमिकता दिनु रणनीतिक आवश्यकता हो। प्रस्थान अघि नै स्वास्थ्य शिक्षाको आवश्यकता छ। पानी पिउने महत्त्वदेखि लिएर पेनकिलरको दीर्घकालीन प्रयोगको खतरा र समस्याको प्रारम्भिक सङ्केतहरूको पहिचान गर्ने तरिकाबारे सरल जानकारी प्रदान गर्नुपर्छ। सरकारले कडाइका साथ श्रम सुरक्षाको नियमहरू कार्यान्वयन गर्नुपर्छ र अन्तर्राष्ट्रिय श्रम सम्झौतामा स्वास्थ्य सुरक्षाका प्रावधान समावेश गर्नुपर्छ। श्रमिकहरूले संसार बनाउँछन्, अब हामीले तिनको स्वास्थ्य जोगाउने प्रणाली बनाउन जरुरी छ। चेतना परिवर्तनको पहिलो पाइला हो। लुकेको अदृश्य यथार्थलाई दृश्य बनाऊ। यदि तपाईलाई यो विषय सान्दर्भिक लाग्यो भने कृपया शेयर गर्नुहोस्। स्वस्थ रहनुहोस्, सचेत रहनुहोस् र अर्को भिडियोमा फेरि भेटौँला।